सो वाट अ गेम बाई एफसी बायर्न म्युनिक एन्ड वाट अ कमब्याक है। हिजो रातिको गेम भएको थियो बायर्न म्युनिक भर्सेस फ्राइबर्गको बुन्डेसलिगा। अनि यो गेमको कुरा गर्ने हो भन्दाखेरि चाहिँ बायर्न म्युनिकको मलाई सबभन्दा नराम्रो चिज चाहिँ के लागेको छ भनेपछि सेट पिसमा हामीले धेरै गोलहरू खाइराखेको छौँ होइन। अस्तिको गेममा नि युलेन बर्लिनसँग हामीले त्यसमा नि सेट पिसमै गोल खायो। अनि हिजोको गेममा नि फ्राइबर्गले कस्तो सेट पिसमा कस्तो गोल छिराइरहेको थियो कि त्यो फर्स्ट गोल पनि सेट पिसमै भएको थियो नि, सेकेन्ड गोल पनि ठ्याक्कै सेट पिसमै त्यो कर्नरबाटै खाएको थियो कि 5 मिनटमा नै होइन। इट सोज द्याट होइन बायर्न म्युनिकले सेट पिसमा चाहिँ एकदमै ध्यान दिनु पऱ्यो कि अपोनेन्टमा चाहिँ होइन। हाम्रो यति फोकस गरेन भने चाहिँ होइन हरेक गेम होइन यस्तो कमब्याक हुनेवाला चान्स कम नै हुन्छ होइन। आई नो होइन यो फ्राइबर्ग त्यति साह्रो टप लेभलको टिम चाहिँ होइन, बट अब यति हाम्रो ठुल्ठुलो क्लबहरूसँग खेलिराखेको छ, केही गरी यस्तै सेट पिसमा गोल खायो भने चाहिँ कमब्याक गर्न एकदमै गाह्रो हुन्छ। अनि हिजोको गेमको अर्को कुरा गर्ने हो भन्दाखेरि वाट अ गेम प्ले बाई माइकल ओलिसे एन्ड लेथेन काइल्के। बोथ अफ देमले यस्तो राम्रो गेम खेलेको थियो होइन। तिनीहरूको मिक्सर थियो, लिङ्क अप प्ले थियो, जसले गर्दा होइन दुइटै प्लेयरले चाहिँ एउटा हिस्ट्री बनाएको छ होइन। जुन चाहिँ होइन ओलिसेको कुरा गर्ने हो भन्दाखेरि चाहिँ ओलिसले 23 इयर्समा होइन बायर्न म्युनिकको हिस्ट्रीमा चाहिँ होइन एउटै गेममा 3टा असिस्ट दिएर चाहिँ 2टा गोल हानेर चाहिँ एउटा हिस्ट्री सेट गरेको छ भने चाहिँ लेथेन काइलले चाहिँ होइन 17 इयर्समा नै फर्स्ट असिस्ट दिएर चाहिँ एउटा हिस्ट्री बनाएको छैन। सो बिग कङ्ग्रेचुलेसन टु देम। अनि कमब्याकको कुरा गर्ने भन्दा एकदमै रमाइलो लागेको थियो हिजो गेममा होइन। ट्विस्ट एकदमै दिएको थियो बायर्न म्युनिकले होइन। मलाई एकछिन त डरै लागेको थियो बायर्न म्युनिकले यो गेम हार्छ कि हो विनिङ स्ट्राइक यो गेमबाट सकिन्छ कि भनेर चाहिँ होइन अनबिटन स्ट्राइक सकिन्छ कि भनेर एकदमै टेन्सन भएको थियो हल्का फुल्का। तर कमब्याक गरेन, आफ्नै होममा थियो होइन। सो फ्राइबर्गले हल्का कम्पिटिसन चाहिँ दिएको थियो फर्स्ट स्टार्टिङ मिनटमा होइन, जसले गर्दा बायर्न म्युनिक एकदमै ट्रबल भएको थियो आफ्नै होम ग्राउन्डमा। सो यो यस्तो सेट पिसमा प्रब्लम चाहिँ अर्को गेममा चाहिँ नहोस् भन्ने यही आशा राख्छु। अनि बायर्न म्युनिक फ्यान तपाईँलाई कस्तो लाग्यो हिजो रातिको गेम कमेन्टमा भन्न सक्नुहुन्छ। अनि तपाईँलाई यस्तै फुटबल कन्टेन्ट मनपर्छ भने चाहिँ प्लिज पेजलाई चाहिँ फलो गर्न नबिर्सिनु होला। अनि मेरो युट्युब च्यानलमा गएर चाहिँ सब्सक्राइब गरिदिनु होला। रिजन 4 टक्स 300 सब्सक्राइबर्सको एकदमै करिब छ। थ्याङ्क यू मिया सान मिया।